हेलो हेलो गाइज, हामी यति बेला गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा अवस्थित रहेको रेसुङ्गा भन्ने ठाउँमा आइपुगेका छौँ। यति बेला हामी थुप्रैजना मानिसहरू भएर आएका छौँ, साथीहरू सबै जम्मा भएर। यो एकदमै रमाइलो ठाउँ छ। ल हेर्नुहोस् त, यहाँ एउटा स्प्रिङ छ, यहाँ चाहिँ पानी आउने हो, वाटरफल। तर पनि अहिले पानी आएको छैन, अब प्राविधिक कारण या यो पार्कको नियम अनुसार हुनसक्छ। ल हेर्नुहोस् है गाइज, सबैजनाले यो चाहिँ एकदमै हेर्न लायक दृश्य देख्न सकिन्छ। यहाँहरूमा लाइट जडान भएको छ। हामी दिउँसो आएको हुनाले यो पुल छ, हेर्नुहोस् है गाइज सबैजनाले। बाटोमा राम्रा डस्टबिनहरू राखिएका छन्। ती डस्टबिनहरू चाहिँ फोहोर फाल्नको लागि प्रयोग गरिएको छ। ल गाइज, हाम्रा साथीहरू पारि पनि हुनुहुन्छ, दुईटी टिकटक बनाउन लागिरहनु भएको छ। ल यति बेला हामी आई लभ रेसुङ्गा भन्ने ठाउँमा आएका छौँ। ल सबैजनाले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ छ। यहाँ चाहिँ जिप लाइन बन्न लागिरहेको छ। यहाँदेखि माथि देखिने त्यो टुप्पोमा चाहिँ छ मन्दिर रहेको छ। त्यो मन्दिरमा जानको लागि पनि एकदमै गाह्रो हुँदो रहेछ। जिप लाइन बनिरहेको छ। ल आदरणीय साथीभाइहरू, आदरणीय दर्शकवृन्दहरू, आदरणीय शुभचिन्तकहरू सबैजनाहरू आएर यस क्षेत्रलाई भेटेर घुमेर जानुहोला भन्ने आशा गर्दछौँ। यो रेसुङ्गाको डाँडाबाट तलपट्टि तमघासको बजार देखिएको छ। क्यामेरा खासै राम्रो नभएर होला, बजार राम्रो देखिएको छैन, तर एकदमै राम्रो छ। बजार पनि समथर ठाउँमा रहेको छ। समथर ठाउँको माथि एउटा यस्तो जङ्गल छ। जङ्गलको बिचमा रहेको यो रेसुङ्गा एकदमै राम्रो छ। सबैजना आउनुहोला, भेट्नुहोला, हेर्नुहोला। हाम्रा यी दुईजना महोदय पाहुनाहरू हुनुहुन्छ। उहाँ प्युठान जिल्लाबाट आउनुभएको छ। उहाँ चाहिँ तपाईँ कहाँबाट आउनु अरे? कस्तो लागिरहेछ तपाईँलाई? कस्तो लागिरहेछ? फेरि आउँ जस्तो लाग्छ। जे होस्, ल बेला बेला आउनुला है। हाम्रो गौमुखी के अरे गौमुखी भन्नु आएछ। ल यतातिर हाम्रो सुपुत्र हुनुहुन्छ होइन? एक्लै बस्नु भएको छ साथी? खै